हत्तेरीमा टोक्ने नेपालमा तरङ्ग फैलाउने जाब हर्के दाइलाई हर्क साङपाङ राज राई तेस्कीमा ठास्ने त्यसलाई त साथीहरू अहिले नेपाल सरकारले कडाभन्दा कडा कानुन जसले विरोधी गर्छ संसदमा त्यसलाई ठ्याक्कै कानुनी हिरासतमा राख्ने कानुन कारवाही गर्ने भनेर नयाँ कानुन बनाइदिए। सबको तह तह परेछ। सम्पत्ति शुद्धिकरणमा जानेहरू त 4 जना शेरे, केपी प्रचण्ड, माधव कुमार नेपाल जेल जाने पक्का भइदियो। हेर्नुहोस्, चाहिँ भन्न पर्यो संसदमा उछल पुछल गरेका छन्, कोही नाचेका छन्, कसैले पछाडि भएर दिदीहरूलाई पुरा पिट्टुमा साँचेर उचालेका छन्। दिदीले पुरा यस्तो गरेर सट हान्न गइछन्। हाइतेरी यस्तो त गरेर त देश चलाउने हो कि तिमीहरूले आफ्नो नाम चलाउने हो, डलर कमाउने बाटो गरेछौ कि भनेर मलाई लाउँछ त्यसरी। अब चाहिँ भन्न पर्यो तपाईँहरूले अलिकति ध्यान दिएर सुन्ने कुरो हुन्छ। जति पनि साथीहरू हुनुहुन्छ त्यो साथीहरूले थोडा विरोधी कम गरिदिउँ होइन। संसद भवनमा अलरेडी विरोधी भइरहेको छ, बालनी शाहको विरोधी कम गरिदिउँ। वास्तविकता बाहिरबाट अब एमाले काङ्ग्रेस माओवादी अनि संसदीय पार्टी हर्का बाङ्ला त अब आफ्नै जनताले पुरा ठेडा हानेछन्। ओइ लुटेरा, त चोर, देश छोर, पुल बनाउँदा पैसा मागेको, तैँले चन्जा उठाएर पैसा खाएको, तैँले सुकुम्बासी बेचेर पैसा खाएको, अब तँ पनि जेल जाने पक्का छ। त्यही भएर साथीहरू विरोधी कसैको नगरौँ। बालेन र रविलाई एकदम नयाँ नेपाल जय नेपाल भनौँ। सब कुराको समस्याको समाधान गरिदिन्छन् दुईजनाले। मास्टर प्लान भित्रभित्र र तार फिजाउँदैछन् यिनीहरूले। यो काम गर्दाखेरि देशलाई काम गर्दाखेरि यो कसैलाई हाकु हालेर गर्नेको छैन क्या। चुपचापसित दिमागले टेक्निकल लगाएर इन्जिनियर बनेको किन हो र यार? इन्जिनियर बनेर म यस्तो गर्छु उस्तो गर्छु भनेर घरको नक्सा त्यसै कोरिन्छ भनेर कोरिने के चाहियो र? उसलाई दिमाग लगाएर हातले नबोलिकन गर्नुपर्छ। त्यही हो क्या देश बनाउने पनि। ठिक छ, देश बनाउने भन्ने कुरो पनि त्यही हो। त्यही भएर तपाईँहरूले विरोधी नगरिदिउँ क्या। बालेन रवि हाई हाई, अब की बार बालेन सरकार भन्ने नारा तपाईँहरू लाउनु भयो। अहिले फेरि बालेन सरकार राजीनामा दे, बालेन सरकार मुर्दाबाद, प्रतिपक्षले देश चलाउँछ दे, ठुक्क कुजात हो। त्यस्तो नभनाउन यार, अलिकति चसुक्क मन दुख्छ मा ठस्नी।